आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि जान्छु चाहिँ हामी चाहिँ हिँडेको फुटबल खेल्न आन्टीसँग अनि हाम्रो ग्रुप चाहिँ अगाडि नै गइसक्यो अनि हाम्रो हतार पतारले हाम्रो यस्तो चल्छ हाम्रो गरिराख भाइ भन्दै छ नि भाइ होइन हाम्रो छोरी स्कुटीमा हिँड्न पाए सबभन्दा खुसी हुन्छन् आन्टीले स्पिडमा हिँडाल्दा हामीलाई खेतपातामा फाल्न बेर छैन भन्ने डर लाग्छ मलाई अरू त केही होइन त्यही पनि झुक्का छु एक्सप्रेस भइसक्नु भएको छ होइन तपाईँ आगे एक्सप्रेस भइसक्नु भएको डराउनु पर्ने कुनै कारणै छैन हामी त लाग्यो सबै खेल्न ढङ्ग त छैन त्यही पनि खेल्नु त पऱ्यो शान्त बेला के हो पुरा हिँड्नु हामी खोलापारी फुटबल खेल्न जित्यो जित्यो गाइस जित्यो जित्यो भान्टाङ बुन्टुङसित ल हाम्रो खेल मैदानमा आएको भिडियो गराउन भ्याएन कसैले बनाइदिएको पाइयो भने गर्न पाइन्छ हाम्रो भान्टाङ बुन्टुङ यहाँ सबैको हाम्रो म्याडमले बल खेल्ने भएको अर्को टिम पनि तयारी अवस्थामा बल खेल्ने खेलाडी मेन यही हो होइन त्यो मेन खेलाडी हो ब्रेक टाइम भन्छ हाम्रो गाउँपालिकाको प्रतिनिधिहरूको खेल खेल्दै हुनुहुन्छ लौ लौ त्यो फेरि फाइनल भोलिलाई रहेछ फाइनल अहिले सेमी फाइनलमा हामीले जित्यो अनि हिँड्यो घर हाम्रो आजको काम सक्यो लास्ट चाहिँ थाक्यो बिहानको हालत कस्तो हुन्छ कस्तो हुन्छ कति पैसा लाग्ने हो भन्ने कुरा थाहा छैन तर तपाईँ खेल्न चाहिँ पर्छ पुरा हामी हिँड्यो सानो घर हाम्रो आन्टीलाई बल छुनै नपाएर जर्सी मात्र लगाने भयो होइन यस्तो सरर हो कुखुरा झ्याप छोपेर झ्याप हिँडाल्ने जस्तो कुखुरा छ है ल नानीको आमाको हालै हो गाईले यस्तै गर्नुपर्छ हो जे होस् टाइममै घर जान पाइयो टाइममा घर गइयो अब फेरि भोलि पनि आउन पर्ने भयो फेरि हेरौँ हाम्रो भोलिको खेल
मतलब खेलेको त भिडियो बनाउने भएन, कसै बनाइदिने, आफैलाई खेल्न दिन्थ्यौँ। आन्टीलाई नानी धुमधाम, त्यही पनि खेलेको भिडियो बनाइएन, जाने आने मात्रैको भिडियो। त्यो होला ल, हामी यस्तो कञ्चनपुर तरेर गएको, हामी खोला पारी। हाम्रो खोला यही हो। दाउरा लिने तरिका त्यही रहेछ। दाउरा हो कि काठ हो हेर्नु त, यस्तो मजाले हिँडालिरहन् कि। ल, हाम्रो गाउँपालिका यही हो, गाउँपालिकाको भवन। गोबी कति धेरै गोबी छ। यहाँ चाहिँ तरकारी खेती रहेछ, सर सबै तरकारी मात्रै। हाम्रो गजरी देखिरहेछ त्यताबाट। यता कोही भर्खर हिँडेका है। ल, मेरो हात बाँचिसक्यो, अब जान्छु, भोलि देखाउँछु। गुड मर्निङ। हाम्रो अङ्कल, चस्मा अङ्कलको देखिरहेछ ऐनामा। अनि चाहिँ फेरि हिँड्यो फुटबल खेल्न। हिजोको गेम भ्याएकै छैन। हाम्रो मेकअप चाहिँ आज सुरु भएछ, भर्खर बल्ल सुरु भएछ। गाडीमा बसेपछि मेकअप त के भन्नु, भ्याक्सिन लगाउनु पनि गाह्रो छ। अब चाहिँ हामी उठे गएर भेट्छौँ। के हो अङ्कल? आज हो रे। कञ्चन गाउँपालिका वार्ड वाला लेखिरहेछ हाम्रो दर्शना। पुरा सिकाइरहन्थ्यो जुना दिदीको बुढाबुढीले। जित्यो अर्को पसलमा बढ्दैछ। गुरुबारु एकचोटि उमाला त ल, एकचोटि उमाला त। विभिन्न संस्थामा उहाँले नेतृत्वदायी भूमिका खेलिराख्नु भएको छ। सहभागी हुनु भएको छ। हामी चाहिँ निर्णय गर्ने सक्ने ठाउँमा चाहिँ अझै पनि पुग्न सकेका छैनौँ। त्यो निर्णय गर्ने ठाउँमा पुग्नका लागि चाहिँ महिलाले कस्तो खालको भूमिका दिनु उठा बच्चा उठा। समाज सहभागिता महिलाको राम्रो हुन सक्छ भन्ने सवालमा चाहिँ आज हामीले कुराकानी गर्नेछौँ।
श्री रोशनी छेत्री अनुका थारू पूरी इतनी क्यों है के सवाल ना के सवाल क्या कह रहा है
यस यस कञ्चन गाउँपालिका 1 फर्स्ट है फर्स्ट ल जित्यो फर्स्ट भयो मेरो प्रमाणपत्र पहिलोचोटिको प्रमाणपत्र कञ्चन गाउँपालिकाबाट यस्तो प्रथम थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा अब चाहिँ म भिडियोलाई अन्त्य गर्न लागेको छु पक्कल गराएर मात्र आएर गरेको ओके थ्याङ्क्स फर वाचिङ बाई बाई